साथीहरु कस्तो हुनुहुन्छ? म चाहिँ बिहान उठेर गेम हेरेँ, त्यसपछि डिटक्स वाटर बनाएँ। त्यसपछि अब खाना बनाउने त बेला भयो, पसल जानुपर्छ नि त। अनि खाना बनाएँ एकातिर, अनि यता चाहिँ सस बनाउँदैछु चटपटेको लागि। अनि सस बनाएर यता खाना पाक्दैछ, तरकारी। अनि त्यसपछि पसलको लागि चाहिँ यो खुर्सानीहरू पखाल्ने गरेँ। अनि अब खाना त बसाल्न पर्यो, ढिलो हुन्छ नत्र दाइहरू अफिस जानुहुन्छ नि त। अनि खाना बनाएर चाहिँ म यता रेडी हुन थालेँ। स्किन केयर भने नि मेकअप भने नि मैले गर्ने भनेको चाहिँ यति हो है। मोइस्चराइजर लायो, सनस्क्रिन लायो, अनि त्यसपछि अलिअलि ब्लस लगायो। ब्लस त मेरो फेभरेट हो नि त, त्यही भएर चाहिँ त कहिल्यै छुटाउँदिनँ मैले। अनि यसरी चाहिँ म रेडी हुन्छु। चाहिँ म रेडी भएर यसो लुक्स देखाएको है मैले। अनि त्यसपछि खाना खाएर म चाहिँ पसलमा चाहिँ यहाँ आलुको बोरा लिएर थिएँ अस्ति। अनि अलिअलि कुहिएको रहेछ, अनि गन्ध हट्छ भनेर फैलाएर छोडेको थिएँ। अनि त्यो उठाउनलाई थालेँ, यति धेरै टाइम लाग्यो मलाई यो उठाउन के भन्नु र मैले। अनि यो उठाएर सकेपछि चाहिँ अब सरसफाइ त गर्न पर्यो, आलुको धुलो थियो। अनि आलु बसालेर चाहिँ म यता सरसफाइ गर्न लागेँ। पनि कति हो, जति गर्दा नि सकिँदैन, केही गरे होइन जस्तो हुन्छ। हेर्दा त्यही पोछा लायो बढार्यो जस्तो, तर यति टाइम खान्छ त्यसले। मलाई मात्र त्यस्तो लाग्छ कि तपाईँहरूलाई पनि त्यस्तो लाग्छ साथीहरू? म चाहिँ यस्तो हात यति चलिरहेको हुन्छ, मेरो जिउ यति चलिरहेको हुन्छ काम गरेर होइन। अनि यसो फर्केर हेर्दा चाहिँ केही कामै गरे होइन जस्तो देखिने कि त्यही अलिअलि गरेको त हुन्छ जस्तो लाग्ने, तर टाइम चाहिँ लास्टै खाएको हुन्छ यसले। अनि म चाहिँ धुपबत्ती बालेँ। मलाई चाहिँ सबै सफा गरेपछि बल्ल धुपबत्ती बाल्न मन लाग्छ कि। अनि यता चाहिँ म प्रिपेयर गर्दैछु। यसरी काटेर राख्यो भने त सजिलो हुन्छ नि त। सबै आफूले अब त्यो मान्छे आएपछि गर्नुभन्दा त आफूले पहिले गरेर राख्यो भने त सजिलो हुन्छ भनेर म चाहिँ सबै काटेर रेडी गरेर राख्छु। अनि अब सबै रेडी गरेँ, धनियाँहरू नि काटेँ। अनि म यसलाई चाहिँ लाफिङको किमा भन्छु कि, मलाई यसलाई के भन्ने नामै थाहा छैन नि त। अनि यसलाई चाहिँ म लाफिङको किमा भनेर चिन्छु। यो पनि काटेर राखेँ। अनि यहाँ चाहिँ चिया पाक्दैछ दिदी र मेरो लागि। हामी चाहिँ चिया पग्लु हो के, चिया यति खान्छौँ। अनि चटपटे खायौँ हामीले। त्यसपछि दिनभरि चाहिँ केही भिडियो गर्नै पाइनँ मैले। अनि अब बेलुका भएपछि सरसफाइ। अनि त्यसपछि म चाहिँ भाँडाहरूमा सामानहरू सबै भरेर राख्यो भने चाहिँ आनन्द लाग्छ कि, किन हो कुन्नी है। कस्तो भोलिपल्ट गएर कति काम छ जस्तो लाग्छ कि, त्यही भुजा भर्न पनि, त्यही पुरी भर्न पनि। म चाहिँ सबै भाँडाहरू भरेर राखेर अनि दिदीबहिनी भएर मस्त गफ गर्दै सबै सामानहरू रेडी गरेर राखेँ। अनि सफा गरेँ। मलाई चाहिँ बेलुकै सफा गरेर आउन मन लाग्छ कि, आएर बेलुका सुत्ने त हो नि जस्तो हुन्छ। अनि त्यसपछि सरसफाइ चाहिँ सनक्क बनाएर आयो भने भोलि बिहान पसल खोल्दा नि कस्तो आनन्द फिल आउँछ कि। अब पोछाहरू त लगाउनै पर्यो बिहान गएर, बढार कुँडारहरू त, तर अरू चाहिँ सरसफाइ चाहिँ म बेलुकै गरेर आउँछु। अनि मेरो इन्स्टल बाहिर हुन्छ नि त, अनि तान्नलाई भाइलाई बोलाएँ। थ्याङ्क यू भाइ हेल्पको लागि।